हेलो एभ्रिवान, वेलकम ब्याक टु अगेन। फेरि म तपाईँहरूको माझमा आइसकेको छु अनदर ब्लग लिएर। के छ, सन्चै हुनुहुन्छ? तपाईँहरू कहाँ हुनुहुन्छ अहिले? क्योतोमा हुनुहुन्छ? जापानमा हुनुहुन्छ? पुरानोहरू साथीहरूलाई त धेरैजनालाई थाहा पनि होला सायद, होइन? नयाँ साथीहरू हुनुहुन्छ अथवा पुरानै पनि आएर जानुभएको छैन यो ठाउँ। तपाईँलाई कुन ठाउँ घुम्न जाने भइरहेको छ भने अनि तपाईँहरूले आफ्नो फ्यामिलीहरूलाई लिएर आउनुभएको छ, कहाँ फ्यामिलीलाई घुमाउन लिएर जाने, आफ्नो आमा बुवालाई घुमाउनु कहाँ लिएर जाने भन्ने तपाईँहरूलाई कन्फ्युज भइरहेको छ भने कन्फ्युज नभई आउनुहोस्, जाउँ। एकदमै धेरै राम्रो ठाउँ छ, होइन? यो चाहिँ कहाँ भन्नुहुन्छ भने यो चाहिँ चिकुबु आइसल्यान्ड बोर्डक भन्ने ठाउँ हो साथीहरू। एकदमै राम्रो छ। यो चाहिँ बिबाको लेकमै पर्छ। यो चाहिँ एउटा सानो आइसल्यान्ड टापु हो। एकदमै राम्रो छ। हजुरहरू जाने ठाउँ चाहिँ म बताउन चाहन्छु सरसर्ती। क्योतो स्टेसनबाट जानुहुन्छ भने चाहिँ हजुर तोकाइदो साङ्यो लाइनबाट चाहिँ प्लेटफर्म एबाट जानुहोस्। त्यहाँबाट जाँदाखेरि चाहिँ हजुरहरूको 50 मिनट जति लाग्छ ट्रेनमा र 990 टिकट छ। र हजुरहरू गएर ओर्लने स्टेसन भनेको चाहिँ ओमी इमाजु स्टेसन, यो मैले देखाइरहेको फोटोको ओमी इमाजु स्टेसन हो। यहाँ गएर ओर्लिसकेपछि चाहिँ हजुरहरू त्यसपछि त्यो जुन जापानिजमा चाहिँ फुने भन्छ सिक्दैन, त्यो फुने स्टेसनमा जाने। त्यो स्टेसनमा गएपछि हजुरहरूले त्यहाँ गएर टिकट लिन सक्नुहुन्छ आफ्नो। तर जाँदाखेरि चाहिँ अलिकति अर्ली जानु होला, किनभने त्यहाँ दुईवटा मेबी म चाहिँ धेरै पहिले गएको थिएँ, साथीहरूसँग गएको थिएँ, होइन? मेरो क्लासमेटहरूसँग गएको थियौँ हामी चाहिँ ग्रुपमा। तर मलाई मेबी लाग्छ 12 बजीभन्दा पछाडि चाहिँ त्यति त्यहाँबाट ट्रेनहरू के अरे सिपहरू जाँदैन उता, किनभने उताबाट गएर घुम्न पनि पर्ने हुन्छ। जान पनि लगभग निकै टाइम लाग्छ, अराउन्ड 50 मिनट जति लाग्छ। अनि गएर निकै घुम्ने ठाउँहरू छ, होइन? अनि घुमेर पनि फेरि त्यही सिपबाट फर्केर आउनुपर्ने भएको हुनाले गर्दाखेरि चाहिँ 12 बजीभन्दा पछाडि 12 साढे 12 होला मेबी भन्दा पछाडि चाहिँ जाँदैन, होइन? त्यतिखेरसम्म त्यहाँ पुगेर हजुरहरूले टिकट लिइसक्नु होला। अनि अलिकति अर्ली नै गएर अब यसो घुम्दै, त्यहाँ रमाइलो पनि छ बिबाको लेक त अब, होइन? साइडमा एकदम रमाइलो पनि छ। घुम्दै टिकट लिएर अनि त्यस पछाडि वेट गरेर जानुभयो भने सजिलो हुन्छ, किनभने अलिकति अब विकेन्डहरूमा चाहिँ अलिकति अब धेरैजना मान्छे जाने भएकोले गर्दाखेरि चाहिँ अलिक भिडभाड पनि हुन्छ, टिकट नपाउने चान्सेस पनि हुन्छ। त्यसपछि अनि सिप चढ्नु होला। त्यस पछाडि यसरी हामी चाहिँ सिपमा चाहिँ ओपन हुन्छ, माथि टक्क बसेर जान मिल्छ, होइन? एकदमै दामी भ्युज देखिन्छ पुरै, होइन? अब फर्स्ट टाइम सिप चढेकोमा चढ्नेहरूले त झनै रमाइलो हुने भइहाल्यो यसै पनि। म चाहिँ त्यो मेरो चाहिँ फर्स्ट टाइम थियो, त्यही भएर पनि एकदमै एक्साइटेड पनि थिएँ, एकदमै रमाइलो भएको थियो, होइन? यसरी जाइन्छ। अनि त्यस पछाडि त्यहाँ अब भिडियो हजुरहरूले खिच्न, त्यस पछाडि अब फोटो खिच्न, फोटो सेसन गर्न एकदमै दामी छ। वरिपरिको भ्यू सिनहरू पनि एकदमै दामी देखिन्छ, होइन? अनि हजुरहरू पनि जानु होला, एकदम इन्जोय हुन्छ, एकदम राम्रो छ, नयाँ ठाउँ। अब कति यताको अब त्यहाँ पनि पारिपट्टि पुगिसकेपछि चाहिँ अब मन्दिरहरू नै छ छन चाहिँ, होइन? तर पनि अलिकति एक्स्ट्रा छ, गइसकेपछि अब सिप पनि चढ्न पाइने, अनि आइसल्यान्ड अब गएर अब घुम्नलाई नि पाइने, होइन? अलिकति अब खर्च चाहिँ लाग्छ, तर पनि अब त्यही त हो नि साथीहरू, होइन? अब जति कमाए पनि त्यही हो। अब जापानमा अहिले यति धेरै महँगी बढिरहेको छ, अब के गर्ने त, होइन? पैसा भन्ने कुरा बिस्तारै हुँदै गर्छ, तर घुम्न त छाड्दैन साथीहरू, होइन? बेलैमा। त्यही भएर जानु होला। तपाईँहरू पनि ग्रुप बनाएर जानु भने झनै सजिलो। हजुरहरूलाई मैले लोकेसन पनि सबै नै लगभग दिएको छु। मैले भनेअनुसारै जानु हो भने तपाईँहरू सिङ्गलै जानुभयो भने पनि अवश्य पुग्नुहुन्छ, तर जाँदाखेरि चाहिँ ग्रुपमा जानु हो भने एकदम राम्रो, किनभने रमाइलो हुन्छ, फोटो सेसन गर्न मिल्छ, अलिक ग्रुप ग्यादरिङ अब छुट्टै रमाइलो हुन्छ, होइन? अब फ्यामिलीहरू लिएर जानुभयो भने त झनै नै रमाइलो हुने भइहाल्यो, होइन? अब फ्यामिली अब स्टुडेन्टमा हुनुहुन्छ भने चाहिँ अब स्टुडेन्ट र स्टुडेन्ट साथीहरू ग्रुप बनाएर जानु होला। आफ्नो फ्यामिली हुनुहुन्छ भने त फ्यामिली लिएर जाँदाखेरि अब झनै रमाइलो भइहाल्यो। अनि मम्मी ड्याडीहरूलाई पनि अब नेपालबाट आउनुभएको, नेपालमा त सिप छैन, होइन? यहाँ अनि आएपछि सिप चढ्नु पाउँदा उहाँहरू पनि खुसी हुनुहुन्छ त्यसै पनि। अनि यस्तो राम्रो ठाउँ, त्यही पनि यति धेरै सुन्दर ठाउँ छ, होइन? अब अलिकति उकालो हिँड्नलाई चाहिँ अलिकति एडभेन्चर टाइपको पनि छ। एकदमै दामी छ क्या यो चाहिँ। जापानमा
हुनुहुन्छ अथवा अझै कुनै पनि ठाउँमा हुनुहुन्छ भने एकचोटि अब टाइम मिल्यो भने घुम्न जाँदा एकदमै बेस्ट हो। अझ क्योतो ओसाका यतातिर नजिकै हुनुहुन्छ भने त हजुरहरूले छुटाउनै हुँदैन क्या, एकचोटि चाहिँ जानै पर्छ। यस्तो दामी छ नि होइन। अब सिप त अरूतिरबाट पनि चढ्न पाइन्छ होला, तर यहाँ चाहिँ अब सिप पनि चढ्न पाइने र दामी ठाउँ पनि घुम्न पाइने क्या। त्यही भएर चाहिँ हजुरहरूले जानु होला। अब हामी लगभग यहाँ पुगिसकेको अनि त्यहाँ निलो ज्याकेट लगाएर बसिराख्नु भएको उहाँ दाइले चाहिँ अब सिपलाई यसरी चाहिँ हामीले भैँसीलाई दाम्लोले बाँधेको जस्तै गरेर ट्याक्क बाँधिदिनुहुन्छ सिप भाग्ला कि भनेर होइन। त्यसपछि हामी चाहिँ अब ठ्याक्क पुगिसकेपछि त्यो अगाडि देखिरहेको टहरा छ, त्यहाँ चाहिँ एकदमै मिठो मिठो यहाँको ट्रेडिसनल फुडहरू पाइँदो रहेछ होइन। त्यहाँ अब गएर खाने, त्यस पछाडि अनि यसरी यहाँ देख्नुभयो नि फोटो, यसरी चट्ट अब सिपमा फोटो खिच्न मिल्छ, दामी हावा चलिरहेको हुन्छ सट्ट होइन। फोटो खिच्न मिल्छ। हामी चाहिँ धेरैजना गएको थियौँ, रमाइलो भएको थियो धेरै नै होइन। अनि त्यहाँ माथि पुगिसकेपछि झन् रमाइलो छ, यस्तो स्ट्याचुहरू छ, त्यहाँ गएर फोटो खिच्न सक्नुहुन्छ तपाईँहरूले। अनि मेन मन्दिर भनेको चाहिँ चिकुबुसीमा ट्रेजर हाउस छ यहाँ, अनि एकदमै राम्रो छ यो चाहिँ, त्यहाँको मेन नै त्यही हो। त्यस पछाडि अनि उकालो चाहिँ अलिकति हिँड्नुपर्छ साथीहरू। यस्तो जापानिज म्यापलहरू छ, धेरै रमाइलो छ साथीहरू, एकचोटि जानुहोस् है त। थ्याङ्क यू, बाई बाई।